राधेश्याम सम्पूर्णमा के कस्तो हुनुहुन्छ कमेन्ट गरेर जनाउनु होला आफ्नो हालखबर। र झाडु पोछा आदि गरिसके पछाडि चाहिँ फेन लगाएर सुकाउँदै थिएँ म। अनि त्यसपछि आएँ म चाय बनाउनको लागि। केही दिनदेखि डेली रुटिन ब्लग नै सेयर गरिरहेकी छु, त्यसैले दिक्क नमानी हेरिदिनु होला। र जसलाई राम्रो लाग्दैन उहाँहरूले स्किप गर्न सक्नुहुन्छ। र मैले चाय बनाइसकेँ र बुबालाई गुड चाय, म चाहिँ गुड पनि खान्न भनेर खल्लै निकालेकी छु। र त्यसपछि यो चाहिँ हो दिउँसोको समय, आज चाहिँ भोट दिने दिन पनि हो, त्यसैले भोट दिन भनेर म जान निस्केँ। यो समय लगभग 3 बजेको थियो होला। हाम्रो चाहिँ घर अगाडि नै भएको हुनाले अब गएर लाइन लाग्नुभन्दा चाहिँ अलिक ढिलो जाँदा बा छिटै गएको भए राम्रो हुन्थ्यो, बिहान भ्याइएन। र आएर यहाँ सबैलाई हेर्दै थिएँ म को हुनुहुन्छ भनेर। मैले चिनेका मान्छे यहाँ देख्न त्यति पाइनँ, यहाँ एक दिदीहरूलाई देखेँ, त्यसपछि अरूलाई पनि उठाएकी छु मैले। र यता आएँ, हाम्रो लाइन चाहिँ मेरो चाहिँ दुईतिरै नाम आएको रहेछ। उता मेरो माइततिर पनि काटेको थियो, योपालि नाम काटिएन छ, उताको पनि आएछ यताको पनि आएछ। र म चाहिँ दिँदैछु, यतै घरतिरै भोट दिने विचार आयो अन्तमा। र यता लाइनमा लागेँ। लाइनमा लाग्ने भन्दा पनि एकछिन पर्खेँ कि निकै धेरैजना हुनुहुँदो रहेछ। अनि अझै पनि म एकछिन घर पुगेर आउँछु भन्ने खालको विचार आयो। यहाँ अब यो चाहिँ हाम्रो माइती गाउँको लाइन हो, यो यतापट्टिको सेन्टर चाहिँ, र उतापट्टि हाम्रो मेरो घरतिरको सेन्टर थियो। त्यतापट्टि एकछिन उभिएर यतापट्टि हेर्न आएको को आउनुभएको छ भनेर चाहिँ। र यता भाउजूहरूलाई भिडियो गरेर देखाउँदै थिएँ। र के भन्नुहुँदै थियो भाउजूले चाहिँ, अब हुन्छ नि त हाँसी मजाक होइन। साथीहरूसँग पनि भेट भयो। अनि हाम्रो आमाहरू आउनुभएको छैन भनेर सोधेको, अगाडि हुनुहुन्छ छिट्टै आउनुभएको उहाँहरू भनेर भन्नुभयो। अनि म चाहिँ त्यहाँबाट अब आमालाई नभेटी जानु त कुरा आएन नि त होइन। अनि त्यहाँबाट अगाडि हेर्दै अगाडितर्फ लागेँ। हजुरहरू पनि हिँड्नुहोस्, आमाहरू बैठा हुन्छ। र यता हुनुहुन्छ मेरी माताजी आमा, अनि यता दिदी हुनुहुन्छ, उता हजुरआमा पनि हुनुहुन्छ। र सबैसँग भेट भयो, राम्रो लाग्छ नि त। मेरो साथी पनि थिए, बडु जुन हुन्छ नि, उनीहरू पनि आएका रहेछन् भोट दिनलाई भनेर। र यता भाउजूहरू पनि आउनुहुँदै थियो। म चाहिँ अब एकछिन फेरि घर गएर आउँछु भनेर निस्किँदै थिएँ। तर 4 बजी पछाडि चाहिँ यहाँ एन्ट्री हुँदो रहेनछ। अनि फेरि गएर आमा र म आयौँ फेरि एकछिन पछाडि। अनि आमालाई लिएर आएर फेरि भित्र आमालाई अब अलिक बुढाबुढी मान्छे भनेर त्यहाँ भनसुन गरेर आमाले चाहिँ भोट दिएर जानुभयो फेरि गएर। म चाहिँ लाइनमै लाग्नुपर्ने अवस्था भयो मेरो चाहिँ। र म चाहिँ लाइनमै थिएँ। अब चाहिँ लगभग म 4 नम्बरमा थिएँ होला, यहाँ हेर्न सक्नुहुन्छ, मैले देखाइरहेकी थिएँ। अनि भित्र पनि पसिसक्यौँ। अब चाहिँ भोट दिने पालो एकदमै आयो। मैले भोट पनि दिएँ। भोट दिएको त भिडियो उठाउने कुरा आएन। अनि घर पनि आइसकेँ। अनि आएर गाई धोएर अनि फेरि यता दाना दिँदै थिएँ। र आजको भिडियो चाहिँ मैले यति नै राखेँ। के कस्तो लाग्यो कमेन्ट गर्नु होला। र आजको लागि यति नै, धन्यवाद।